लस्किँदैछौँ। बाटो पुरै भिर छ होइन। यस्तो बाटो झरिसक्यो। अब यो बाटो झर्ने तर्खरमा छौँ। एकदम जोगिएर जाने हो अब। यहाँ कत्रा कत्रा पात गरेर रुख पनि रहेछ कि हो, भोर्ला सोर्ला हो कि के हो। बाटो खोज्ने हो, यसो हेर्दाखेरि भिरै भिर देखियो। अब कताबाट जाने भन्ने कुरो हामीलाई ठ्याक्कै थाहा छैन। यस्तो डेन्जर छ कि बाटो। ल यो पनि झरिन्छ। यस्तो बाटो झरिरहेको थियो भन्ने एउटा ऊ चाहिँ हुने भयो के अरे, अविस्मरणीय क्षण हुने भयो। बाटो चाहिँ डेन्जरै हो है। ये भाइ बाटो त के हो यस्तो यस्तो झारमा समाउने, कतिको बलियो छ। अब हल्का लिर्कियो भने त फिनिस हो के अरे लाइफ त। नामै काला ढुङ्गा अरे, तर यहाँ यस्तो खालको छ यार। तिमी झरिसक्यो है। हामी झरेको यो भिर यस्तो छ, ठाडै छ। अर्को हाँचीको भिर यो तडपाई हामी फलाम क्या तल छ। हेलो गाइज, लाइक सब्सक्राइब गर्नुहोस् है। ओ माई गड। मेरो च्यानललाई मोनिटाइज गर्नुपर्ने छ साथीहरू। त्यही भएर मस्त भिरै दौडिरहेको छु। अब कताबाट जाने हो भन्ने कुरो केही पत्तै छैन। तर अलिअलि बाटो चाहिँ हो कि जस्तो देखिसके गाइज। रक गार्डनमा आज साँच्चै भन्यो भने हामी चाहिँ एकदमै रक गार्डनको फिल चाहिँ लिएको। यही भिरबाट झरेर हामी हेर्नुहोस् ल, यो भिर हेर्नुहोस् गाइज। अहिले चाहिँ यो सम्म ला हामीलाई। यहाँबाट चाहिँ अलिकति राहतको सास फेरि जस्तो फिल भइरह। तर बाटो फेरि यहाँ पनि भन्जड छ। यताडि सकिँदैन, यो त सिधै भिर छ यार। यस्तो अप्ठ्यारो छ, कहाँनिर के छ भन्ने कुरो विदाउट प्रोटेक्सन। ओ कता यहीँ तल? ए मान्छे सुत्या देखियो अरे अलि तल। ठिक छ गाइज। लड्न भएन है गाइज, लड्न भएन। ओ माई गड, वाट नेचर यार। ओ माई गड। आज यस्तै रोजियो, आजको दिन जियोस् यस्तै रहेछ। जिन्दगानी दर्पण छाया, हा। यो भनेको नन फर्गेटेबल मोमेन्ट हुनेछ हाम्रो जिन्दगीमा होइन, एउटा एचिभमेन्ट पनि हो। तर खुट्टामा चाहिँ मजासँग तेल आमाले धस्नु भएकै रहेछ जस्तो मलाई फिल भइसकेको छ। यस्तो चढ्दाखेरि पनि झर्दाखेरि पनि खासै त्यस्तो खास। ल हामी झरेको यही हो है गाइज। यस्तो बाटो झरियो, यस्तो स्ट्रगलहरू रहेको छ। अब यहाँबाट कता हो भन्ने कुरो थाहा छैन। हेलो बाजे, तल झर्ने बाटो कतापट्टि छ? यता तल आउने? यताबाट? यहीँबाट? ल एकजना बाबाले हाम्रो लोकेसनको काम गर्नुभएको छ। बाबालाई पनि विशेष धन्यवाद।
हाइट हामीलाई त एकदमै छिटो बाटो चाहिएको छ। रोग लागेको मान्छेलाई कहिले सन्चो होस् भन्ने हुन्छ भने हामीलाई पनि कतिखेर बाटो भेटिएला, मूल बाटोमा पुगेला भन्ने एउटा त्यस्तो खालको फिल चाहिँ आइरहेछ गाइज। ओ माई गड, तर यहाँबाट त यार बाख्रा हो कि भैँसी हिँड्दो रहेछ कि गोरु हिँड्दो रहेछ यार। ओ माई गड, यहाँका यस्तो गोरु हिँड्ने ठाउँ रहेछ यार यता। अब हामी यहाँबाट फाइनल्ली यस्तो भिरहरू पार गर्दै यतैबाट झरम, यतैबाट यहाँ के तुके भन्ने फाइनल्ली अलिकति आस पलाउँदै गइरहेछ। बल्ल अलिकति खरबारी भेटिरहेछ। ओ नाइस खरबारी यार। ओ माई गड, यतापट्टि तेर्से गएर मूलबाट आउँछ। ल बुवा धन्यवाद। अब हामी यहाँबाट यस्तो बाटो त दौडिने हो। कस्तो फिल भयो यार, क्या मजा आइरह। जिन्दगीको गोरेटोमा यस्तो खालको फिल गर्न पाइयो। एकदम बिल्कुल नयाँ बाटो हो, कहाँ जान्छ के गर्छ केही पत्ता छैन होइन। तर हामी हिँडिरहेछौँ, गाई बस्तु हिँडेको ठाउँ जस्तो छ। बोट बिरुवा नि के पनि चिनिएकै छैन। ल मकै चिनियो है, मकै गाइज, मकै बवाल रहेछ यार मकै। फेरि हामी अगाडि बढिरहेको कन्डिसनमा कुकुर नहोस्। यहाँ एउटा घर देखिया छ, घर आयो गाइज। अब हामी यहाँ कहाँ जाने हो, कसको गाउँ हो, कसको ठाउँ हो, चिनेकै मान्छेको हो कि नचिनेको ठाउँ हो कि पत्तै छैन। ल बाँसघारीमा त पुरै तामा खाइसकेर छन्। हौ चिस्नोले छोयो भने त फेरि छिस्सा बनाइन्छ नि। आज हामी सन्धिहारको ट्रेकिङमा जाँदैछौँ, माथि रक गार्डनबाट ट्रेकिङमा। हामीलाई यस्तो किन गाह्रो भइरहेछ भन्दाखेरि मलाई एउटा कुरो थाहा भएन क्या। यो ठाउँमा आइसकेपछि गाडी पाउँछ होला भन्ने सोचेको थिएँ मैले होइन। तर वान वे रहेछ गाउँको बाटो। हेलो सिस्टर, यहाँबाट सन्धिहारका जान्छ? कताबाट जाने भन्नु त? अनि यताबाट यो खोल्सा जाने हो? ए ल, उहाँ दिदीले पनि त्यस्तो थाहा रहन्छ। ठिक छ, हामी यही बाटोबाट झर्ने अरे सन्धिहारको पुगिन्छ भन्नुभयो। कस्तो बाटो त हिँडियो बाटो त। ओ माई गड, स्वर्ग फिलिङ भइरहेको। तर ओह्राला खुट्टा खादिरहेछ। भरे त खुट्टा दुख्ला जस्तो छ त केटा हो। ल गाइज, हामी झरिरहेछौँ मकै बारी। अब ठिकै छ, गाउँघरतिर रमाइलो छ गाउँघरको परिवेश। ओइ केटाहरू, ओइ के खेल्या हो तिमीहरूको? कुकुर समाता हो त? कुकुरले त टोक्दैन नि। हजुर के भन्यो? हजुर के फ्याउटी होइन? ए फ्याउटी हो। ओइ फ्याउटी, हल्ला नगर। ल के खेल्नु भएको त तपाईँले यस्तरी? के खेल्नु भयो? देखेछौ तिमी? ल पाएँ त। ल तिमीहरूले चाहिँ अब के हो तिमीहरूको नाम भन त। ल अनु पसन्द हो। ल बाई बाई गर। केही भन्नु छ? ल कसैलाई केही भन्नु छ नि भन। छैन? ल के छ ल भन। होइन बारेका भन न, भन के छ ल।
खै रे खै कोही तपाईँको फोटो खिच्दिउँ त मेरो फोटो खिच्छ हो ल रमाइलो लाग्यो हजुर ऊ तिनीहरूको नि खिच्दै ल म खिचिदिन्छु हट म खिचिदिन्छु भइहाल्यो पक्नै दे ठ्याउटीको नि खिचिदिन्छ हो ल